आज चाहिँ म तपाईहरुलाई हाम्रो गाउँ जाने बाटो देखाउँछु है। सायद अलि प्लेन ठाउँमा बसेको मान्छेहरुलाई यो ठाउँमा यो बाटो हिँड्दाखेरि पक्कै चक्कर लाग्छ, किनभने हामी त अब हिँडेर बानी परिरहेको। हेर्नुस् बाटो यस्तो छ, तल भिरी सिधा एकदम ठाडो भिर छ यहाँ चाहिँ। अब अहिले चाहिँ अब तल एउटा बाटो देखिरहेछ, गाडी हिँड्ने बाटो, त्यहाँबाट गाडीमै आउने जाने हुन्छ। तर पहिला चाहिँ आजभन्दा 5-6 वर्ष अगाडिको कुरा, तबसम्म हामी यो बाटोमा पुरै मकै, हाम्रो जति पनि गाउँमा हामीले अन्न बालीहरू छ, हाम्रो मकै, गहुँ, कोडो जे पनि छ, सब यही बाटो बोकेर आउँथ्यौँ हामीले। यस्तो भिर छ, हेर्नुस् यति भिर छ कि आँखा पनि रिङ्गिन्छ तलतिर हेर्दाखेरि। तल सिधा खोलाइ। यो बाटोमा धेरै त हैन, 3-4 जना मान्छेको अहिलेसम्म मृत्यु चाहिँ भएको छ। अनि गाई भैँसीहरू चाहिँ अलि धेरै नै मरेको छ यहाँ। एउटा त मेरै मामाको भैँसी लडेर मरेको, त्यसको भैँसीको पनि लास पनि भेटेन। त्यो बेला फेरि खोलामा एकदमै ठुलो भल आएको थियो, बाढी आएर त्यो खोलाले नै बगाइलग्यो त्यसलाई। अनि म यहाँदेखि देखिने गाउँहरू पनि तपाईहरुलाई भन्छु। यो तलको यो जुन कच्ची रोड देखिरहेको छ, यो कच्ची रोड चाहिँ यो धबाङ भन्ने ठाउँमा जान्छ, ढाबाङ भन्ने ठाउँमा। अनि यो तल जुन घरहरू देखिरहेछ यो चाहिँ जापा भन्ने ठाउँ हो। अनि अलि माथि यो जापाको सिधा माथि यहाँ चाहिँ सालोबाङ भन्ने यता छ। मेरो गाउँ यही हो, पुरानो गाउँ। अनि अब यहाँदेखि सिधा आएर जुन यता एकदमै धेरै गाउँहरू देखिरहेछ, यो चाहिँ हाम्रो जङकोट कोटगाउँ भन्ने ठाउँ यता हो। अनि यो भन्दा चाहिँ एकदमै अझै फेमस ठाउँ चाहिँ यो माडीचौर, रोल्पाको माडीचौर भन्ने चाहिँ यहाँ छ। यहाँ जति पनि रोल्पाको ठुल्ठुलो गेमहरू हुन्छ, यहाँ रङ्गशाला पनि छ, फुटबल रङ्गशाला, गेमहरू, माघीमा एकदम ठुलो मेला पनि लाग्छ यहाँ। अनि यो जुन तल बगिरहेको छ, यो चाहिँ माडी खोला हो। यो सिधा गएर यो राप्ती नदीमा मिल्न जान्छ यो माडी खोला।